एयरक्राफ्टले चाहिँ नयाँ जुन ट्याक्सीवे हाम्रो प्यारल ट्याक्सीवे बनेको छ त्यो युज गरेर चाहिँ तपाईको साउथको एन्डमा पुग्छ, रनवेको एन्डमा पुग्छ र त्यो एन्डबाट मात्रै रनवेमा इन्टर गर्छ। अब यो भइसकेपछि जुन चाहिँ पहिला तपाईको रनवेलाई युज गरेर त्यो एन्डसम्म ट्याक्सिङ गर्नुपर्ने अवस्था थियो त्यो चाहिँ तपाईको अब हुँदैन। अब प्यारल ट्याक्सीवेबाट जान्छ एयरक्राफ्ट भने क्यूहरू बस्नुपर्ने भयो भने पनि त्यो ट्याक्सीवेमा नै हुन्छ भने डाइरेक्ट एन्डमा तपाईको रनवे एन्टर गरेर सिधै तपाईको टेक अफ गर्न सकिन्छ। यसले चाहिँ के गर्यो त भन्दाखेरि जुन चाहिँ पहिला 4 देखि 5 मिटर ट्याक्सिङको लागि रनवे युज हुन्छ त्यो चाहिँ अब खाली भयो। सो यसले चाहिँ रनवेको अकुपेन्सी चाहिँ रिड्युस गर्यो ड्रास्टिकल्ली है। अब एउटा एयरक्राफ्टले चाहिँ 4 मिनट तपाईको एउटा रनवेलाई खाली गर्छ भने दिनभरिमा कति खाली हुन्छ अब तपाई आफै सोच्नुस्। यसले चाहिँ तपाईको 20 देखि 25% चाहिँ रनवेको एफिसिएन्सी बढाउँछ भनिएको छ र अल्टिमेटली एयर ट्राफिक कन्जेसनहरू हामीले चाहिँ अलिक कम पाउने छौं कम्पेरेटिभली प्रेजेन्ट सिनारियो भन्दा चाहिँ। अब 2026 अक्टोबरमा यो सिद्धिएछ भने चाहिँ त्यसपछि चाहिँ लेस ट्राफिक कन्जेक्सन हुनेछ।